Hi guys, welcome back to my channel. चाहिँ ट्रलीमा हाल्दाखेरि चाहिँ सबै हाले सबै लुगा हालेछु हैन। मेरो सबै एप्सहरु नै अनअवेलेबल रहेछ। यस्तो गर्नुपर्छ हैन अन्त टक्कै सानो साइज एउटा जमानामा चाहिँ पुच्कावालालाई डेट गर्दै थियो। Hi guys, welcome back to my channel. I hope you guys are doing well. And as you all read by the title कि आजको भिडियोमा चाहिँ I'll be showing you what I do the whole day जब म होस्टेलमा हुन्छु भनेर। अन्त आज चाहिँ हाम्रो छुट्टी हो on the occasion of शबे बारात कि कुनै के मुस्लिमहरुको फेस्टिभल बिफोर द रोजा। अन्त सो आज चाहिँ म दिनभरि होस्टेलमै हुन्छु and I have a lot of things to do. मैले लुगा चाहिँ हिजो नै धोइसकेको थियो अनि किनकि आजकल हाम्रो छत बेसी खोल्दैन सो पहिला म लुगा सुकाइहाल्छु अन्त आफ्टर द्याट आइल बी टेकिङ बाथ। अन्त मैले मेरो सामानहरू पनि अर्गनाइज गरेर राखेको छुइनँ, थुप्रो दिन भइसक्यो किनकि हाम्रो क्याम्प ड्युटी एन्ड अल त्यस्तो चलिरहेको थियो। सो म त्यो सबै गर्छु। अन्त ट्रलीबाट लुगाहरू पनि निकाल्नु छ किनकि मैले लास्ट टाइम लुगा चाहिँ ट्रलीमा हाल्दाखेरि चाहिँ सबै लुगा हालेछु हैन, खालि 2टा पेयर मात्रै बाहिर थियो। अन्तखेरि अब मेरोमा फेर्ने लुगा पनि छैन, सबै मैले धोएर सुकाइसकेँ। सो मलाई त्यहाँबाट लुगा निकाल्नु छ। आई डोन्ट नो मैले के सोचेर सबै लुगा त्यहाँ हालेँ हैन। अन्त वान मोर थिङ, आज बिहान उठ्ने बित्तिकै मैले मेरो फोन खोलेर हेरेँ, त्यहाँबाट चाहिँ आई स कि मेरो सबै एप्सहरू नै अनअवेलेबल रहेछ। अन्त किनकि मैले सबै मेरो एपहरू एसडी कार्डमा स्टोर गरेको थियो अन्त एसडी कार्ड अल अफ अ सडन चल्नै छोड्यो, मेरो सबै फोटोजहरू पनि गयो, सबै एप्सहरू पनि गयो। अन्त फेरि मैले अहिले भर्खर सबै एपहरू इन्स्टल गरेर फेरि सबैमा लगइनहरू गरेर बसेको। हाम्रो चाहिँ रुममा सबैजना भर्खर उठेको होइन अनि आई हेभ नट इभन गट फ्रेसन अप। नाउ आई वेक अप एन्ड मेक माई बेड, आफ्टर द्याट आई विल गेट फ्रेस। Keep watching. And breakfast we usually don't have our breakfast hostelमा किनकि राम्रो हुँदैन। सो अब चाहिँ म मेरो यहाँ अर्गनाइज गर्छु, सफा गर्छु मेरो बास्केट हो, मेरो बास्केट किनकि थुप्रो दिन भयो मैले डस्टिङहरू नगरेको अन्त पुरै धुलो भएको छ। अन्त त्यही भएर म त्यो आज सफा गर्छु अन्त ट्रलीबाट लुगा निकाल्छु। गाइज अब चाहिँ म गएको छतमा लुगा सुकाउनुको लागि। So guys, मैले चाहिँ लुगा सुकाइसकेँ होइन। अन्त लेट मी शो यु अल हाम्रो होस्टेलको छतबाट चाहिँ बाहिर कस्तो देख्छ भनेर। त्यो चाहिँ अर्को कलेजको होस्टेल हो, चारनोक कलेजको होस्टेल हो। अन्त इट्स अ अफ साइड एरिया।
सबै अर्गनाइज गरिसक्यो यो दुईटा हाम्रो हो यतापट्टि अर्को साथीहरूको गाइज दिस इज वाट गर्ल्स हॉस्टल लुक्स लाइक ऑन द छुट्टी डे सब लोग अपना कपड़ा समेट रहा है विंटर का ढुका के समर का निकाल रहा है दिइहाल मेरो त झन् सबै लुगा नै यहाँनिर आएर थाङ्ना झुम्रो भनिसक्यो अन्त घरमा बस्दै लगाउ न के भयो त मैले त नेपाली साडीहरू सबै घरमै छोड्यो मेरो सबै काम सक्यो अब म नुहाउनु जान्छु एउटै काम भएपछि अब नुहाउनु त्यहाँबाट लन्च गर्नुपर्छ खतरा भोक लाग्यो I'm having major hair fall, guys. Please suggest me केही कुरो So guys, म चाहिँ नुहाएर आइसक्यो के रे गाइस अब 1 बज्यो अन्त 1 बजी चाहिँ हो हाम्रो लन्च टाइम खानेर लन्च लिन गएको हो नि हाम्रो लन्च दिने जग्गा चाहिँ सबैभन्दा मुनि छ ग्राउन्ड फ्लोरमा अन्तखेरि हाम्रो रुम चाहिँ छ सबैभन्दा माथि कति हो 5th फ्लोरमा अब आज हाम्रो लन्चमा छ माछा तर माछा भन्नुलाई पनि माछा हो कि एउटा मिठो चाहिँ हुँदैन सो दिस इज माई लन्च माछा दाल यो चाहिँ मैले माछा कचर घरबाट ल्याएको अनि चिप्स सो गाइज मैले अब खाना पनि खाइसकेँ अन्तखेरि अब चाहिँ म मजाले फोन हेर्छु एकछिन त्यहाँबाट ल्याप लिन्छु किनकि भोलिदेखिको फेरि त्यही हो क्लास र कलेज अन्त फोन हेर्नु रेस्ट गर्नु पाउँदैन सो टुडे इज माई डे सो गाइस म चाहिँ एकछिन गरी सुतेर भर्खर उठेँ सुतेको भन्दा राम्रो सुत्नु भएन यिनीहरूले हल्ला गरेर एकछिन सुत्छु भन्छ घरि गएर बोल्छ घरि गएर बोल्छ सुत्नु पनि पाएन टाउको दुख्ने जस्तो भएर हो अन्त भर्खर छतबाट लुगा टिपेर आएको अब लुगा मिलाउँछु चिया बनाएर खान्छु आफ्टर द्याट आई हेभ सम नोट्स टु कम्प्लिट सो त्यही गर्छु अब आज सुत्नु जाँदैसम्म केही पनि छैन कि पनि हो नोट्सहरू लेखेर त्यहाँबाट डिनर गरेर अब 20 मेरो चाहिँ प्याज मात्रै छ कहते हैं नैन मेरे नैन
झन्डै च्यानै खोप्टेको के हेर्दै हिँड्ने गर्दा गर्दा कहते हैं नैन मेरे नैन किसी से जोड़े बोलाइदिए हुन्छ अन्त कंटेंट मिल गया गाइस, कंटेंट। आज से तो हुन्छ को हैन कस्तो मजाले चिया बनाएको यति भाँचेको सुन न त मेरो कुरा। अरे ये क्या दे मैले फेरि जोड्ने भनेर मैले झन् मनमा अनि चल त्यो ब्लू लुगा राख्ला सेतो हो यसरी खराब हुन्छ मेरो भनेको त। के गर्नु अब यस्तै काण्ड हो गया गाइस बेसी अरूको बारेमा गसो पऱ्यो जस्तै हुन्छ यहाँ नै अलिकति भयो पुच्का होला चटपटे बनाउनु पर्दैन अब चिया चाहिँ लिनु जस्तो लाग्दैछ प्याज फेरि खतरा काट्छ नि हाम्रो साथीले यहाँ हेर न यो टेक्निक हो गाइस, टेक्निक यस्तो गर्नुपर्छ होइन। अन्त टक्कै सानो साइज एउटा जमानामा चाहिँ पुच्का वालालाई डेट गरिदियो कि अन्त सिकाइदिएको गाइस केही नसिके पनि एटलिस्ट पुच्का बनाउनु चाहिँ सिकेँ। ए पुच्का अरे सरी प्याज काट्नु चाहिँ सिक्यो मैले नोट्सहरू लेखेर सकेँ अब एकछिन रेस्ट गरेँ अब खाना लिनु जान आँटेको खाना खानु मन लागेको छैन तर पनि पहिला इन्फर्म गरेको थिएन खाँदैन भनेर लिनु जानै पर्छ आज केही मिठो सब्जी पनि छैन लेट्स सी के दिन्छ भनेर थाहा पनि छैन के खान दिन्छ So guys, this is all that I do when I'm in hostel. I hope you all like the video. Please do like, share and subscribe to my channel. Keep watching. Bye bye.